साथीहरू अब त सन्चै हुन्छ मेरो सन्चै छु। आज मेरो न्यू भ्लग आइरहेको छ। आज असारको 15 दही चिउरा खाने दिन। हामी चाहिँ यहाँ तरकारी पकाउनु आँटेको छौँ। यहाँ मम्मी हुनुहुन्छ, केही भन्नु न। असारको 15 दही चिउरा खाने अरे, सब्जी पनि खाने अरे। आज हामी खाने सबैजना अरे होइन, खाने क्या खाने। अनि आलु भुट्नु पर्यो क्या। भुट्ने मान्छे चाहिँ म हो। यहाँ नुहाइधुवाइ गरेर पुरा रेडी भएर बसिरहेकी छु। अब मम्मी काटिदिनुहुन्छ अनि पखाल्छु अनि भुट्छु। बाबा चाहिँ खेतमा जानुभएको छ। असार लागेर फेरि खप्नु छैन, घरमा बस्ने फुर्सद पनि छैन। अरूले धान रोपिसके। आज हामी थाल्ने हो नि मम्मी। यहाँ अनि हाम्रो यहाँ आँप पनि आइसकेको छ। असारको 15 दही चिउरा खाने, साउने 15 खिल। जसले जे भने पानी लाग्दैन मलाई पिर। यत्तिको चाहिँ हाँस्नुपर्ने हुन्छ। अब म चाहिँ आलु पकाउन हिँड्न आँटेकी थिएँ। है आलु ल अब म पकाल्छु। हजुर अब यहाँ म आलु पखाल्दैछु। गाइजहरू यहाँ म चाहिँ आलु पखालेर आइसके साथीहरू। गाइज आज असारको 15 को दही चिउरा अनि गुलियो भएर चाहिँ म चाहिँ यहाँ तरकारी पकाउँछु क्या। त्यो गुलियो पनि खानुहुन्न नि त। हामी कोही नै खाँदैन। मेरो सानो मान्छे गुलियो खाएर न, अहिले त गुलियो नै खानु लाग्दैन। अनि अब नुनले चाहिँ पकाउन आँटेको छु तरकारी। आज चाहिँ मैले पानी नै खाएको छुइनँ क्या। हिँडेर उठेँ, नुहाएँ, बिहान आज असारको 15 यस्तो स्पेसल डे होइन। उठेँ स्पेसल डे नभए पनि। अनि पानी पनि खाएको थिइनँ, पानी खान्छु। आज मैले ठुलो ग्लास 1 ग्लास पनि खाएँ त। त्यही हुने भयो अब हामीले मिठो बास्ना आयो। दुध पनि तातिसकेको छ। 8वटा छ। ल ल ल ल हामी चाहिँ हेराहेर गर्न आएको होइन, मतलब त्यो माग्न आएको। अनि केटाकेटी हेरेर केही छैन, खानुपर्छ बिस्तारै। अब म पनि यो आँप पनि नाङ्गे बनाइन्छ। यसलाई पनि अहिले एकछिनमा। तरकारी पनि पाकिसकेको छ। खाना पाएका छैनन्। अब एकचोटि खाउँला भनेर यहाँ काटेर टिक्क बनाउँदैछु म चाहिँ। अब अहिले खाने तर दही चिउरा केरा खाने चलन थियो। हाम्रो चाहिँ केरा घरमै रहेछ, पाकेन। अनि आँप चाहिँ यहाँ पाकेका रहेछन्। तिनी आँपसँग चाहिँ खाँदैछौँ। डेली काठमाडौँमा छ। छोरो यहीँ छ, छोरी यहीँ छ। हामी परिवार यति नै हौँ, यहीँ छौँ। अब के गर्नु, यस्तै हो आफ्नो आफ्नो। दादा भएको दिदी हुन्न, दिदी भएको दादा हुन्न। पोहोर थियो यो दुई पनि थियो। किन दिदी पोहोर गए पनि पठाएर मलाई। हामीले चाहिँ खाइसक्यौँ आँपहरू। असारको 15 मनाइसक्यो हामीले चाहिँ। खाइसकेर यस्तो भएको छ हाम्रो हालत चाहिँ। ल यदि भाँडा माझेर अनि काम गर्नु के गर्छ के गर्नु त। स्कुल जा भन्नु न। 6 बजे लाग्छ, 7 बजे स्कुल जा भन्नु जानु। म त्यो दुःख चाहिँ गर्नु हुँदैन ल।